रोग प्रतिरोधात्मक क्षमता बढाउन सहायक। जाडामा रुगाखोकी र भाइरल संक्रमणको जोखिम बढ्छ। गाजरमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ, जसले गर्दा विभिन्न रोगहरूबाट बच्न सकिन्छ। आँखाको ज्योतिका लागि फाइदाजनक। गाजरमा बिटा क्यारोटिन भरपूर मात्रामा हुन्छ, जुन शरीरमा गएर भिटामिन ए मा परिणत हुन्छ। यसले आँखाको ज्योति बढाउन र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ, विशेष गरी जाडोमा जब आँखा सुक्खा हुने समस्या बढ्छ। छालालाई स्वस्थ र चम्किलो बनाउँछ। चिसो मौसममा छाला रुखो र बेजान हुन्छ। गाजरमा पाइने भिटामिन ए र एन्टिअक्सिडेन्टले छालालाई पोषण दिएर स्वस्थ र प्राकृतिक चमक प्रदान गर्छ। पाचन प्रणालीमा राख्छ चुस्त। गाजर फाइबरले भरिपूर्ण हुन्छ। यसले पाचन क्रियालाई सुधार गर्छ र कब्जियतको समस्याबाट राहत दिलाउँछ। जाडोमा पाचन प्रक्रिया केही सुस्त हुने भएकाले गाजरको सेवन निकै लाभकारी मानिन्छ। मुटुको स्वास्थ्यका लागि लाभकारी हुन्छ। गाजरमा पाइने एन्टिअक्सिडेन्ट पोटासियमले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले खराब कोलेस्ट्रोललाई कम गर्न र रक्तचाप नियन्त्रण राख्न सहयोग पुर्याउँछ। तौल नियन्त्रणमा सहयोगी हुन्छ। जाडोमा तौल बढ्ने चिन्ता भएका मानिसहरूका लागि गाजर एउटा उत्तम विकल्प हो। यसमा क्यालोरी कम र फाइबर बढी हुन्छ। यसले गर्दा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र अनावश्यक खानपानबाट बचिन्छ। शरीरलाई न्यानो राख्छ। गाजरको प्रकृति तातो मानिन्छ, त्यसैले जाडोमा यसको सेवनले शरीरलाई भित्रीबाट न्यानो राख्छ र चिसोबाट बचाउन मद्दत गर्छ।